नमस्ते। फाइनल्ली हामी रसुवाको धुन्चे आइपुग्यौँ। आज हाम्रो टार्गेट देउराली चन्दनबारीसम्म हुनेछ। यो धुन्चे बजार हामी भर्खरै झर्यौँ। अगाडि लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयमा टिकट काट्नुपर्ने रहेछ। प्रति व्यक्ति 100 रुपियाँ र त्यहाँ सङ्ख्या दर्ता गर्नुपर्ने रहेछ। गोसाइकुण्ड यात्रा गर्दाखेरि हाई लाग्दाखेरि का लागि केही औषधिहरू व्यवस्था गर्न मेडिकलको व्यवस्था नि छ। यो कट्टेकुलो बाटो खोलापट्टि पार लगाएर राम्रो बनाएको रहेछ। अहिले पानी पनि सङ्लो हामी निरन्तर गोसाइकुण्डको यात्रामा छौँ। हाम्रो आजको टार्गेट देउराली, देउसा र चन्दनबारीसम्मको रहेको छ। अहिले सिर्जना होटल एन्ड लज आइपुगेका छौँ। थोरै हामीले यहाँ विश्राम गऱ्यौँ। देउराली पुग्न लाग्यो। धुन्चेबाट करिब 3 घण्टापछि हामी देउराली आइपुग्यौँ। देउसासम्मको आज लक्ष्य रहेको छ। होटल भ्यू पोइन्ट। आज बिदाको अवसर पारेर होला पदयात्रीहरू असङ्ख्य देखिन्छन्। बिहानै 300 को आँकडामा उक्लेको भन्ने सूचना पाएका थियौँ र अहिले पनि कमिलाको ताती जस्तै हिँडिरहेका छन् मान्छेहरू। हामी पनि हिँडिरहेका छौँ। इच्छा बिहानीको समयमा देखेको सिन। तिम्साबाट करिब 1 घण्टाको बाटो पछि यो ठाउँ आइपुगेको छौँ। करिब 1 घण्टापछि चन्दनबारी आइपुग्यौँ। यात्रा अझ लामो छ। अब बिहानको समयमा गति लिन सक्यो भने चाहिँ यात्रा सहज हुनेछ। ल हाम्रो म्यामहरू चाहिँ छोटो विश्राम गर्दै हुनुहुन्छ। चन्दनबारी आइपुग्यौँ म। अनि चिया खान्छौँ हामी यहाँ। दिम्साबाट करिब 3 घण्टापछि हामी
चोलाङ पाटी आइपुगेका छौँ। यहाँ आइपुग्दाखेरि मनै आनन्द भएको अवस्था। हिमालीय दृश्यहरू कति राम्रो। पारिपट्टि लाङटाङ हिमाल, बजारहरू पनि हेर्न सकिन्छ। होटल लाङटाङ लिरुङ भ्यू, होटल टिबेट माउन्टेन, यतापट्टि यो चोलङ पाटी। यहाँबाट गोर्खातिरको हिमाल कस्तो राम्रो देखिन्छ। हामी निरन्तर यात्रामा छौँ। गोसाइकुण्ड हाम्रो लक्ष्य आजको। ल करिब 1 घन्टाको यात्रापछि हामी लौरी विनायक आइपुग्यौँ। यो लौरी विनायक यो भेगको उच्च स्थान जस्तो लाग्छ। हिमालहरू धेरै देखिन्छ। यात्रा गाह्रो नै छ। बिस्तारै विश्राम गर्दै गर्दै आइरहेका छौँ। वाउ, ल लाङटाङ हिमाल त दामी छ त। ओहो, ल यही हो लाङटाङ हिमाल। व्हाट अ सीन यार। हो मनै आनन्द भयो। ल यो सिन हेरेपछि मनै आनन्द भयो। हट, व्हाट अ सीन यार। ल लाङटाङ हिमाल यही हो। वाह, अब हाम्रो खाना खाने योजना रहेको छ। लौरी विनायक, जय विनायक हनुमा। वास्तवमै लौरी विनायक आइसकेपछि मन गदगद भएको अवस्था छ। एकदमै खुसी लाग्यो। पछाडि ब्याकग्राउन्डमा लाङटाङ हिमाल र हाम्रो यात्रा गोसाइकुण्डसम्म रहेको छ आज। हामी लौरी विनायकबाट करिब 1.5 घन्टाको ठाडो उकालो उक्लेपछि अब यो बुद्ध मन्दिर आइपुग्न लाग्यौँ। यहाँबाट गोसाइकुण्डको बाटो तेर्सो छ भन्ने छ। अलिक सहज हुने अनुमान लगाएका छौँ। यो बुद्ध मन्दिरमा लौरी बिसाएर भेटी चढाएर फेरि लौरी लिएर जानुपर्ने रहेछ। अब हामी पनि त्यही गर्छौँ। अब हामी बुद्ध मन्दिर आइपुग्यौँ। यहाँ लौरी चढाउनु पर्ने हुन्छ। यहाँबाट चाहिँ मनोरम दृश्यहरू देखिन्छ। अघि उज्यालो हिमालमा अहिले कुहिरो आएर बसेको अवस्था छ। यो हिमाल रसुवा जिल्लामा पर्ने लाङटाङ हिमाल हो। कति सुन्दर। अब बुद्ध मन्दिरबाट गोसाइकुण्डतर्फ हामी जाँदैछौँ। अप्ठ्यारा सप्ठ्यारा अलि फलामको बारहरू राखेर सुरक्षित बनाएको छ। हामी हिँडिरहेछौँ।
लगभग हामी 1 घन्टामा अब गोसाइकुण्ड पुग्नेछौँ भन्ने अनुमान छ। यता भैरवकुण्ड ठ्याक्कै देखिएको छ बाटो। गोसाइकुण्ड नजिकै बाटो अलि सहज छ। सम्भवतः गोसाइकुण्डका होटलहरू यिनै हुन्। हिमाल मुनि फेदमा आहा कति सुन्दर। सरस्वती कुण्ड अलिक माथि भैरवकुण्ड र माथि गोसाइकुण्ड। फाइनल्ली हामी गोसाइकुण्ड आइपुग्यौँ र आजको यात्राको सार्थकता पुरा भएको छ। बाटोमा सुख दुःख गर्दै हामी आइपुग्यौँ। यो सुन्दर दृश्य हेर्न मन लालायित थियो। आज हामी गोसाइकुण्डमा आइपुगेका छौँ। तल भैरवकुण्ड आहा कति सुन्दर। यो माथिको हिमाल पारी सूर्यकुण्ड छ भन्ने जानकारी प्राप्त भएको छ। यहाँबाट करिब 2 घन्टा हिँडेपछि यो बिहानीको समयमा गोसाइकुण्डको रमणीय दृश्य। चारैतिर हिउँ परेको छ अत्यधिक। तल भैरवकुण्ड। हर हर महादेव। करिब 5 मिनटको बाटोमा त्रिशुलधारा भन्ने ठाउँ रहेको छ। यो बिहानको समयमा खिचेको भिडियो हो। नजिकै होटलहरूको पनि अलि प्रबन्ध राम्रो छ। आज त्रिशुलधारामा त्रिशुल चढाउने काम भयो। यहाँ आइसकेपछि त्रिशुलधारामा त्रिशुल चढाउनु पर्ने रहेछ। यो ठाउँ देखेपछि मन मग्ध भएर हामी खुसी भइरहेका छौँ। भगवान महादेवले आफ्नो विष सेवनबाट शान्त बनाउनको लागि त्रिशुलले घोपेर पानी निकालेको ठाउँ भनिन्छ र जसबाट यो गोसाइकुण्डको निर्माण भएको भन्ने किम्वदन्ती रहेको छ।